हेलो हेलो गाइज नमस्कार है सबैजनालाई। यतिखेर म नेपालमा छु अनि भरतपुर वडा नम्बर 7 मेरो घर कृष्णपुर चितवन नेपाल क्यान्सर हस्पिटलको एकदमै नजिकै मेरो घर। अनि म यहीँ जन्मेको हुँदाखेरि म धेरै वर्षपछि अहिले म नेपाल आएको छु। नेपाल आएपछि पनि अब भिडियो बनाउने काम चाहिँ जारी भइरहेको छ। बाहिर गएर अरूको देशको त बनाइन्छ भने आफ्नो देशको त छोड्ने कुरै भएन, त्यही पनि छुट्टीमा आएको समयको लागि। आफ्नो जन्मथलो वरिपरि के कस्तो बनिरहेको छ त नि, के बनाउनु भइरहेछ भनेर हेर्नलाई हिँड्यौँ हामी। योभन्दा अगाडि घुमिसकेको छु, तैपनि आज चाहिँ भिडियोमा पनि क्याप्चर गरेर साथी सङ्गीहरूलाई पनि देखाउँ, सबैजनालाई पनि आफ्नो वरिपरि भएका चिजहरू देखाउँ भनेर हिँडेको छु। अनि धेरै धेरै धन्यवाद दिनुपर्छ चितवन जिल्लाका मेयर रेणु दाहाल र वडा नम्बर 7 भरतपुर कृष्णपुरको वडा अध्यक्ष श्री राजेन्द्र मणि काफ्लेज्यूलाई पनि। उहाँको रोबरमा नै यो हाम्रो वडा नम्बर 7 एकदमै राम्रो भएको छ। यहाँको बाटाहरू हामीले हेर्न सक्छौँ, धेरै फराकिलो छ। जुन ठाउँमा हामीले चिताउन सक्दैनौँ, मनले आँट्न सक्दैनौँ, त्यो ठाउँमा पनि सानो ठुलो बाटोहरू राम्रो गएको मैले देखेको छु। अनि त्यो चिजहरू देखाउनको लागि म अहिले भिडियोको मार्फत हजुरको सामु आइसकेको छु। एकदमै मलाई खुसी लाग्यो। एउटा वडा अध्यक्षमा हुनुपर्ने गुण उहाँले चाहिँ आफ्नो बल बुद्धि दिमागले भ्याएसम्म सबै गर्नुभएको रहेछ। यतिको चाहिँ हुनुपर्छ। यदि हामीलाई देश बनाउनु छ भने चाहिँ पहिला देशमै हमला गर्नुभन्दा पनि आफ्नो घरदेखि सुरुवात गर्नुपर्छ। घर भनेको हाम्रो वडा हो। वडामा के कस्तो काम भइरहेको छ, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो हो भनेर भन्न सक्ने ल्याकत चाहिँ राख्नुपर्छ। र राम्रो चिजलाई अप्रिसिएट पनि गर्नुपर्छ। जसले राम्रो गर्छ त्यसलाई हामीले अप्रिसिएट गर्नुपर्छ। अझै राम्रो काम गर्दै जान हौसला प्रदान गरिदिनुपर्छ, ताकि आगामी दिनमा पनि अझै योभन्दा राम्रो उत्कृष्ट पर्फर्मेन्सहरू गर्दै जानुहोस् भनी शुभकामना दिन सक्नुपर्छ। गर्छन् पनि र गरेको झल्केको देखेको छु पनि। सो आज मनले राख्नै सकेन मनमा। मैले मात्रै किन राख्ने, म प्रदेशमा छु। आफ्नो वडाको अध्यक्षले यति राम्रो काम गर्नुभएको छ, राजेन्द्र मणि काफ्लेज्यूले यति राम्रो काम गर्नुभएको छ, हामीले देखाउनुपर्छ। हो, म जस्तै गरेर अब सबै देशमा भएका नजिकका गाउँ वडाका साथीभाइहरूले पनि यसरी भिडियोहरू बनाएर हाल्नु पर्यो। यदि वडा अध्यक्षबाट गाउँका पालिकाबाट राम्रो भएका छैनन् भने आफ्नो गाउँपालिकाका अध्यक्षहरूलाई वडाका अध्यक्षलाई भन्न सक्नु पर्यो, किन भएन, किन भएको छैन भनेर भन्न सक्नु पर्यो। यस्तो भएपछि राम्रो ठाउँको उनीहरूले पनि सिक्छन्, हेर्छन्, देख्छन् र अनि बनाउन थाल्छन्, अनि बल्ल देश बनियो। त्यही भएर मैले यो सानो हाम्रो वडा नम्बर 7 को परिसरमा रहेका हरेक वस्तुहरू हजुरहरूलाई मैले बिस्तारै देखाउँदैछु। हजुरहरूले पनि भिडियो मार्फतबाट देख्न सक्नुहुन्छ कस्तो राम्रो व्यवस्थित बाटो छ, फराकिलो बाटो छ। यसको वरिपरि तपाईँले बारहरू लगाएको हेर्न सक्नुहुन्छ। हरियाली त्यस्तै छ, सफा सुग्घर त्यस्तै छ, एकदम ब्युटिफुल छ। अनि अलिकति अहिले म गाउँतिर पनि तपाईँहरूलाई लिएर जान्छु। यहाँ एउटा राम्रो फुटबल खेल्न सक्ने मिल्ने राम्रो खालको रङ्गशाला पनि बनाउनु भएको छ। यो चाहिँ कृष्णपुर स्कुल हो, हामी पढेको स्कुल। म यही स्कुलमा पढेको हो। अब यतिखेर चाहिँ म माछापुच्छे चोक नजिक आइसकेको छु। अब म यहाँ माछापुच्छे चोकबाट चाहिँ टुङ्गाएर फेरि म अब यो भित्रतिर लिएर जानेछु हजुरहरूलाई। भिडियो हेर्दै गर्नु होला। अनि आफ्नो चिजहरू पनि आफ्नो ठाउँमा भएका वस्तुहरू के छ देख्नुभएको हजुरहरूले पनि सेयर गर्नु, ताकि आफ्नो गाउँ समिति नगरपालिका गाविसमा भएका प्रतिनिधिहरूले देखुन् ए फलानु ठाउँमा त यति राम्रो बनाएको रहेछ, कतै हामी पनि चुक्यौँ कि, हामीले पनि त्यहाँ बस्ने बासिन्दाहरूलाई सुविधाहरू दिन सकेनौँ कि, राम्रो चिज बनाउन सकेनौँ कि भन्ने चाहिँ उनीहरूले पनि बुझुन्, सिकुन्, जानुन् र भोलिको दिनमा राम्रो चिज गर्ने व्यक्तिबाट प्रेरणा लिएर उनीहरूले पनि गर्न चाहिँ थाल्नुन्। अहिले म फेरि रिटर्न ब्याक भएर बुद्ध चोकमा आइसकेको छु है साथीहरू। अब बुद्ध चोकमा आएको छु। अब बुद्ध चोकबाट म लेफ्ट टर्न गरेर चाहिँ यो शरदपुर जाने गौरीगञ्ज जानेको बाटोलाई चाहिँ औँलाउने छु, जहाँ चाहिँ म विशाल चोकबाट चाहिँ तपाईँको यो खेतको बाटोहरू पनि पहिलाउँछु है त। तपाईँलाई अघि मैले भने भित्रभित्र एकदम राम्रो बाटोहरू नजाने ठाउँमा नसोचेको ठाउँमा पनि गएको रहेछ भनेर भनिसकेँ। तसर्थ मैले त्यो देखाउनुपर्छ तपाईँहरूलाई। अब यो हाइवेबाट त भित्र हो नि त यो पनि होइन, शरदपुर यो गौरीगञ्ज जाने बाटो भनेको त अब सानो कुसुमे बाटो हो, तैपनि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ एकदम राम्रो छ क्या।
भएको चिज देखाउनलाई अनकन गर्नुहुन्न। फेरि मैले यो देखाइरहँदाखेरि कुनै पार्टीको झोले भएर होइन, म स्वतन्त्र व्यक्ति, म विदेशबाट आएको व्यक्ति, अर्काको देशमा काम गरेर आएको व्यक्ति, छुट्टीमा आउँदाखेरि यति राम्रो चिजहरू देखेर मनमा राख्न सकिनँ, भिडियो मार्फत देखाउनु पर्छ भनेर लागि परेको व्यक्ति है साथीहरू। जसले राम्रो गर्छ त्यसलाई हामीले तारिफ गर्नै पर्छ। त्यही भएर तारिफ गर्ने एउटा लायकको व्यक्ति मैले देखेको भनेको हाम्रो वडा नम्बर 7 राजेन्द्र मणि काफ्लेजी हुनुहुन्छ, जो हाम्रो वडा नम्बर 7 को अध्यक्ष हुनुहुन्छ। उहाँले यति राम्रो काम गर्नुभएको छ। अब हेर्नुहोस् त, यहाँ तपाईँको साइकल हिँड्ने लेन पनि बनाइदिनु भएको छ, कति राम्रो छ। अब तपाईँ हामीले त अब युरोपमा बस्ने मान्छे देखेका होला होइन, साइकल हिँड्ने लेनहरू पनि छुट्टै बनाएको हुन्छ। अब कति राम्रो छ, बाटो 2 लानको राम्रो बाटो छ, सफा सुन्दर छ होइन, त्यति फोहोरहरू पनि कहीँ छैन क्या, राम्रो छ क्या। अनि भनौँ न, हामीले प्रष्ट रूपमा चिनिने लाइनहरू कोरिएको छ। ठाउँ ठाउँमा तपाईँको मान्छेहरू पास गर्नको लागि, बाटो काट्नको लागि तपाईँको लाइनहरू कोरिदिनु भएको छ होइन, जेब्रा क्रसिङ कोरिदिनु भएको छ। हुन त सबै ठाउँमा हुन्छ, नहुने होइन, भइरहेको पनि छन्, तर आफ्नो गाउँ ठाउँमा पनि यति राम्रो हुनु भनेको त एकदम राम्रो कुरा हो क्या। अनि म एकदम प्राउडली धन्यवाद पनि दिन चाहन्छु हाम्रो वडा नम्बर 7 का अध्यक्षलाई, धेरै धेरै धन्यवाद भन्न चाहन्छु है। म चाहिँ अहिले यहाँ चाहिँ हाम्रो विशाल चोक चाहिँ आएको छु। अब यहाँबाट चाहिँ राइट टर्न गरेर भित्र जान्छु, जहाँ चाहिँ अब खेतीपाती गर्ने लायक ठाउँहरू पनि, पहिला त अब यहाँ खेती गर्ने लायक ठाउँहरू हो नि त, यो भित्र त खेतहरू। अब अहिले त बस्तीहरू बस्न थाले, फ्लडिङहरू हुन थाले, अब तपाईँको घरहरू बढ्न थाले, बिजनेस बढ्न थाल्यो होइन। त्यही भएर अब यस्तो सानो कुसुमे बाटोहरूमा पनि तपाईँको ठाउँमा भित्र तपाईँको पिच बाटोहरू पुगेको छ। अब यहाँ त अझ अलिकति म आज चाहिँ नभ्याउने भएर धेरै टाढा पुगेको छैन, भिडियो पनि धेरै लामो हुनसक्छ होइन। त्यही भएर चाहिँ अहिले म छोटो मिठो टक्क प्रष्ट हुने तरिकाले म देखाउन गइरहेको छु क्या। अझै त प्रेम बस्तीका लाइनहरूदेखि लिएर भित्र त धेरै छन् नि, चितवन जिल्ला त अब कहाँ घुमेर सक्छु र, तैपनि आफ्नो वरिपरि त मैले देखाउन सकेँ नि त। भोलिको दिनमा तपाईँहरूले पनि मैले अघि भने जस्तै तपाईँहरूले पनि यस्तो भिडियोहरू हाल्नुहोस् क्या। यदि तपाईँको ठाउँमा एकदमै राम्रो काम भइरहेको छ तपाईँको प्रतिनिधिहरूबाट, वडा अध्यक्षहरूबाट भने हो अप्रिसिएट गर्नुहोस्, उनीहरूलाई पनि अप्रिसिएट गरिदिनुहोस्, बधाई दिनुहोस्। आगामी दिनमा पनि अझै योभन्दा राम्रो उत्कृष्टहरू काम गर्नलाई हौसला बाँडिदिनुहोस्। जतिखेर पनि हामीले क्रिटिसाइज गर्ने होइन, राम्रो र राम्रो, नराम्रोलाई नराम्रो भन्ने चाहिँ ल्याकत राख्नुपर्छ भनेको छु मैले। मेरो बानी त्यही हो, राम्रोलाई राम्रो भन्छु, नराम्रोलाई नराम्रो भन्छु, गरेको कामलाई गरेको छ है भन्छु क्या मैले चाहिँ। अनि यहाँ मैले देखेको पनि थिएँ कि यहाँ फुटबल खेल्नको लागि, यहाँको बासिन्दाहरूको लागि चाहिँ फुटबल खेल्नको लागि चाहिँ राम्रो रङ्गशाला बनाउनु भएको छ अरे भन्ने सुनेको थिएँ मैले हाम्रो वडाबाट। अनि म त्यसकै अगाडि आइरहेको छु कि अहिले। यो देख्नु भएको छ नि, यो चाहिँ रङ्गशाला हो क्या, फुटबल खेल्ने ग्राउन्ड भनौँ न, हाम्रो लागि त रङ्गशाला हो नि। यतिको आफ्नो वडामा बन्नु भनेको सानो कुरो होइन नि त नि। मजाले अब कति धेरै मान्छेहरू अट्छ भित्र। हिजोको दिनमा एउटा खेतमा खेलेर हिँड्न पनि तपाईँ हामी अहिले हेर्नुहोस् त, ला कृष्णपुर स्पोर्ट्स स्टेडियम रे, आमामा यो कहाँ थियो त अनि पहिला, यो थिएन नि त नि। अहिले म त 7 वर्षपछि अहिले पोर्तुगलबाट आएको म आफ्नो घरमा, अनि आफ्नो घरको वरिपरि यति राम्रो देख्दाखेरि कसको मन चाहिँ खुसी हुँदैन होला क्या। भोलि हाम्रै छोरा नातिहरू खेल्ने ठाउँ हो नि त यो, हाम्रो पालोमा त थिएन नि त, कहाँ थियो त यस्तो। यस्तो भएको भए त मन खुसी भएर त अनि कसले भिडियो बनाउँथ्यो अहिले हेर्नुहोस् त। यति राम्रो बनाउनु भएको रहेछ, ओ माई गड, यस्तो खुसी लाग्छ कि मलाई त, यतिखेर त यस्तो खुसी लाग्छ कि। अनि म त अब अर्को ठाउँमा गएर किन भिडियो बनाएर हाल्नु पऱ्यो हो र, अर्कालाई किन गिजाउनु पऱ्यो, मेरो भिडियोले गिजाइहाल्छ नि। अब त्यसै पनि मेरो ठाउँमा यो चिज बनेको छ भने त म सबै एक्सपोज गर्न थालिहाल्छु नि। आज अहिले आएको बेलामा अलिकति एक्सपोज गरेर देखाएँ, अब फेरि अर्को दिनमा आउँछु, नयाँ चिज देख्छु होला, फेरि आफ्नै वरिपरि है, आफ्नै वडा वरिपरि। त्यसपछि मेरो जस्तै भिडियो फेरि मेरा साथीभाइहरूले पनि आफ्नो वडाबाट हाल्न थाल्नुहुन्छ, आफ्नो गाउँबाट हाल्न थाल्नुहुन्छ। ल्याएर बस्ने ठाउँधरि कति राम्रो छ क्या,
मान्छेहरूलाई बस्ने गफ गर्ने ठाउँ होइन, बिहान मर्निङ वाक गर्न आउनलाई यस्तो दामी ठाउँ छ होइन। अब यी चिजहरूलाई त देखाउनलाई त किन कन्जुसाइ गर्ने भनेर चाहिँ मैले हालेँ हो कि। त्यही भएर मैले तपाईँलाई भन्छु नि त साथीहरू हो, तपाईँहरू जुन जुन ठाउँमा हुनुहुन्छ, कति नम्बर वडामा हुनुहुन्छ, कुन चाहिँ गाविसमा हुनुहुन्छ, कुन चाहिँ ठाउँ जिल्लामा हुनुहुन्छ, आफ्नो चिजहरू पनि राम्रो राम्रो छन् भने पनि हालिदिनुहोस्, नराम्रो छन् भने पनि एक्सपोज गर्नुहोस्। अनि कुन चाहिँले बनाउनु पर्ने हो बनाएनन् बरु त्यसको घर घेर्न जानुहोस्। किन बनेन त हाम्रो? अर्कोले बनाएर देखाउन सक्छ, अर्कोले बनाएर सुविधा दिन सक्छ। तिमीमा के कमजोरी थियो भनेर सोध्नुपर्छ क्या। अनि त्यो उनीहरूलाई पनि गिल्टी फिल होस् होइन, के भन्छ लाज लागोस् क्या, आफूलाई लाग्दा लाज लागोस्, घिन लागोस्, अनि सिकोस्। अर्को प्रतिनिधिबाट अर्को प्रतिनिधिले सिकोस्, हो त्यो चाहिँ देखाउन खोजे हो। अब म अब चितवनको मान्छे अनि फेरि के भन्छ अरे वडा नम्बर 7 को मान्छे अर्काको ठाउँमा गएर त म भन्दिनँ नि। त्यहाँ भन्न पर्ने अधिकार भनेको त त्यहाँको बासिन्दाको हो नि। त्यही भएर यस्तो चिजहरू सबैजनाले मिलेर गऱ्यो भने देश उकास्नलाई टाइमै लाग्दैन। देश उकास्नलाई, देशमा राम्रो परिवर्तन ल्याउनको लागि तपाईँ हाम्रो पनि ठुलो योगदान हुन्छ क्या। हामीले घरबाट, गाउँबाट, वडाबाट उड्दै बल्ल सहरमा छिरेर, नगरपालिकामा छिरेर देश बनाउने हो। अनि बल्ल बल्ल हाम्रो देश बन्ने हो क्या। हाम्रो घर वरिपरि नै हामीले केयरलेस गर्छौँ, अनदेखा गर्छौँ। अन्त गएर भिडियो फोटो बनाएर पोस्ट गर्न जानेका छौँ, तर आफ्नो घर वरिपरि हामीले त्यो देख्दैनौँ भने त हामी सोध्नु पऱ्यो नि प्रतिनिधिलाई किन भइरहेको छैन भनेर। भएको चिजलाई चाहिँ देखाइदिनु पर्छ, छैन भने सोध्नुपर्छ अनि मात्रै बन्ने हो क्या। त्यो चिज चाहिँ मैले तपाईँहरूलाई दर्शाउन खोजेको है साथीहरू। यो भिडियोलाई अन्यथा नलिनु होला, यो चिज मैले तपाईँहरूलाई दर्शाउन खोजेको मात्र हो। आज मैले सुरु गरेँ, तपाईँहरूले नि सबैजनाले सुरु गर्नु, फेसबुकभरि नै पोस्ट गर्नुहोस्। राम्रो छ भने नि पोस्ट गर्नुहोस्, नराम्रो छ भने नि पोस्ट गर्नुहोस्, प्रश्न गर्ने बानी गर्नुहोस्। अनि अर्कोचोटि त्यो ठाउँबाट उठ्नलाई पनि गाह्रो हुन्छ नि त। राम्रो मान्छेले त त्यसै जित्छ, हामी त्यसै जिताउँछौँ, तपाईँहरू त्यसै जिताउनुहुन्छ राम्रो मान्छेलाई जसले राम्रो काम गरिरहेको छ। जसले गर्दैन भोलिपल्ट तपाईँसँग आउनै सक्दैन, जति भने पनि तपाईँहरूले पत्याउनु हुँदैन हो। ती प्रतिनिधिहरूलाई पनि कस्नको लागि चाहिँ यस्तो भिडियोहरूले धेरै हेल्प गर्छ क्या। जतिखेर पनि जिन्दाबाद र मुर्दाबाद भनेर मात्रै हुँदैन साथीहरू हो। त्यही भएर राम्रो चिजलाई हामीले एक्सपोज गर्न सिक्नुपर्छ, सबैसम्म सेयर गर्न सिक्नुपर्छ। देश हाम्रो हो नि त, सानो देश छ, यति चाहिँ अब बनाउनलाई कुनै पनि समय लाग्दैन। त्यही भएर आफ्नो घर हुँदै बनाउने हो। त्यही भएर मैले आज चाहिँ हाम्रो घरको वडा नम्बर 7 को आफ्नै वरिपरिको आफूले भ्याए जतिको मैले भिडियो बनाएर हालेको छु। भिडियो के कस्तो लाग्यो, राम्रो लाग्यो भने राम्रो कमेन्ट गरिदिनु होला, नराम्रो लाग्यो भने पनि किन नराम्रो लाग्यो प्रश्नसहित कमेन्ट गरिदिनु होला। कसैलाई गाली गलौज नगर्नु होला। हामी कुनै मैले भिडियो बनाइरहँदा म कुनै पार्टीको झोली होइन, म आफ्नो वडा नम्बर 7 मा आएको प्रदेशबाट, पोर्तुगालबाट 7 वर्षपछि आफ्नो प्रदेशमा आएको। 7 वर्ष भनेको सानो कुरो होइन होइन। अब आत्तिएर बसेको तपाईँ हामी आफ्नो ठाउँमा आउँदा कस्तो छोडेर गयो, कस्तो भइरहेको छ, परिवर्तनहरू हेर्न मन लाग्छ, देखाउन मन लाग्छ, खुसी लाग्दो रहेछ। यसपालि चाहिँ लास्टै खुसी लागेको छ आफ्नो वरिपरि राम्रो देख्दाखेरि। त्यही भएर मैले यो चाहिँ खुसी बाँडेको है साथीहरू, सबैजना खुसी बाँडेको। भिडियोलाई जति सक्दो सेयर गर्नु होला। अनि जसको गाउँ बस्तीमा यस्तो बनेको छैन, बनाउन सकेका छैनन्, यो भिडियो लगाएर देखाउनु होला। त्यही मान्छेलाई ट्याग गरी पोस्ट गर्नु होला। मैले त भिडियो बनाउनको साथै जनचेतनाको लागि पनि अगाडि भन्ने गर्छु जहिले पनि। राम्रो र राम्रो भन्न सिकौँ, नराम्रो र नराम्रो भन्न सिकौँ, सत्य बोल्न सिकौँ। अब चाहिँ म अहिले ठ्याक्कै हाम्रो वडा नम्बर 7 को वरिपरि घुमेर आएको छु। अब हाम्रो अहिले वडा नम्बर 7 चाहिँ अब जलाएका छन् होइन, जलेको रहेछ। अस्ति नैको अब जिएनजीको आन्दोलनमा जलेको रहेछ। अब यहाँ हामीलाई अहिले यति काम गर्न पनि कति गाह्रो भएर धौधौ भएर काम गर्नलाई आइरहेका छौँ। तर पनि यहाँ काम गर्नेले नि फटाफट आफूले सकेको जति राम्रोसँग सुविधाहरू दिइरहनु भएको छ। यहाँ पनि एकदमै खुसी लागेको छ।
सबैजनालाई पनि हामीले धन्यवाद भन्नुपर्छ। आफ्नो गाउँमा बसेका वडाका कर्मचारीहरूले पनि एकदम राम्रोसँग काम गरिदिनु भएको छ। यस्तो हुँदा पनि होइन, यत्रो जलेर डकुमेन्टहरू कहाँ पुग्यो कसो पुग्यो, जिरोबाट सुरु गर्नुपर्छ बिचरा। भ्याइ नभ्याइ गर्नुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिनुपर्छ सबैजनालाई। अब अहिले हामी चाहिँ अब टक्क हामी आइपुगेका छौँ। अब मेरो घर आउने नि बेला भइसकेको छ है साथीहरू। ल भिडियो के कस्तो लाग्छ हजुरहरूलाई अघि भने जस्तै गरेर कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्, लाइक गर्नुहोस्। जनचेतनाको लागि हो यो भिडियो, सबैजनालाई हुने गरी मैले बनाएको छु, अन्यथा नलिनु होला। अब टक्क मेरो घर आइपुग्यो। अब म यहाँ भिडियो टुङ्ग्याउँछु। सबैको दिन शुभ रहोस् भन्दै अहिलेलाई बिदा माग्छु। हस् त, नमस्कार, जय नेपाल।